सबैलाई प्रभु येशू ख्रिस्टको नाउँमा जय मसीह। आजको दिनमा हिब्रूको पुस्तक 3 अध्यायको 14 पद तपाईहरुको बीचमा पढ्न चाहन्छु। यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्तसम्म दृढताको साथमा थामेर राख्यौं भने हामी ख्रिस्ट कहाँ सहभागी भएका छौं। यहाँ भरोसाको बारेमा अथवा आशा जो होप भन्ने विषयमा यहाँ बनेका छ। सुरुवातको समयमा हामी प्रभु येशू ख्रिस्टले विश्वास गरेको समयमा प्रभुमा ग्रहण गरेको बत्तिस्मा भएको ती दिनहरूमा कति धेरै हामी परमेश्वरमा भरोसा राख्थ्यौं, विश्वास गर्थ्यौं। कुनै बिमार भयो भने, कुनै संकट आयो भने परमेश्वरमा भरोसा गर्थ्यौं, प्रार्थना गर्थ्यौं। ती कुराहरूलाई अन्तसम्म थामेर राख्नु, अन्तसम्म त्यो भरोसामा नै स्थिर हुनु भनेर भनेको छ। मेरो प्रिय हो, आजको दिनमा महामारीको बीचमा, संकटको बीचमा, अनेक खालको बीचमा विभिन्न प्रकारको समस्याहरू हाम्रो वरिपरि घेरिरहेको बेलामा एउटै मात्र तपाईलाई उत्साह दिन चाहन्छु। जुन सुरुवातमा तपाईले प्रभु येशू ख्रिस्ट प्रति, परमेश्वर प्रति तपाईले आफ्नो भरोसा राख्नुभयो, त्यो भरोसामा स्थिर हुनलाई तपाईलाई उत्साह दिन चाहन्छु। संकटलाई हेरेर, समस्याले हेरेर, महामारीले हेरेर निराशा नहुनु होला। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ। एउटा उदाहरण भनेर तपाईलाई म उत्साह दिन चाहन्छु। अय्युबको जीवनको बारेमा तपाई हेर्नुभयो भने अय्युब त्यो समयमा, उसको जीवनकालको समयमा सबभन्दा धनी, सबभन्दा प्रशस्त भएको मानिस थियो। तर जब उसको जीवनमा अचानक संकट, समस्या आइपर्यो, एकै दिनमा उसकोमा भएको सबै सम्पत्तिहरू नष्ट हुँदैछ, उसको छोराछोरीहरू मरिँदैछ, उसको नोकर चाकरहरू सबै कुराहरू गुमाउनु पर्दाखेरि चाहिँ उसले कतिसम्म परमेश्वरमा भरोसा राख्दैछ भन्ने कुराहरू चाहिँ हामीले देख्न पाउँछौँ। त्यसको निम्ति म तपाईहरुको बीचमा पढ्न चाहन्छु। उसको भरोसा कहाँसम्म थियो, उसको भरोसा कस्तो ठुलो थियो, महान थियो भन्ने कुराहरूको बारेमा अय्युबको पुस्तक 13 अध्यायको 15 पदमा यसरी भनेको छ। अय्युबको पुस्तक 13 अध्यायको त्यसको 15 पदमा यसरी भनेको छ। अय्युबले आफ्नो जीवनको सबै कुराहरूलाई गुमाइसकेको बेलामा पनि परमेश्वरले हेरेर उसले भन्दैछ कि उहाँले मलाई मार्नु भए तापनि म उहाँमाथि आफ्नो आशा राख्नेछु। ओह प्रभुलाई धन्यवाद। यहाँसम्म यो महामारीको बीचमा, संकटको बीचमा, एकछिन हामीले समस्या भएको बेलामा, एकछिन हामीले दुःख भएको बेलामा हामीले के भनी पठाउँछौँ, के सोची पठाउँछौँ। र आज प्रभुको वचनबाट तपाईलाई यही उत्साह दिन चाहन्छु। अय्युबको जस्तै हामीले भएको छैन, अय्युबको संकट जस्तै हाम्रो जीवनमा अलिकति पनि भएको छैन। मेरो प्रिय हो, मलाई परमेश्वरले मारे तापनि अथवा म मर्नै परे तापनि म उहाँमा नै भरोसा राख्छु। यो भरोसा प्रभुले तपाईको जीवनमा चाहनुहुन्छ। उहाँमाथि तपाईले राखेको त्यो आशा, त्यो भरोसा अन्तसम्म, प्रकाशितको पुस्तकमा हामीले प्रशस्त देख्न पाउँछौँ। मृत्युसम्म विश्वास योग्य हुआ, अन्तसम्म स्थिर हुआ, अन्तसम्म स्थिर हुने मानिसले बाँच्छ, उद्धार पाउनेछ भनेर भनेको छ। मेरो प्रिय हो, प्रभु येशू ख्रिस्टमा तपाईले राख्नु भएको भरोसा, आशा संकटको बीचमा, समस्याको बीचमा, महामारीको बीचमा हेरेर अगमगाउनलाई अथवा पछि हट्नलाई होइन, तर अन्तसम्म यदि मर्नु परे तापनि, अथवा त्यहाँ भन्न खोजेको चाहिँ म अन्तसम्म नै प्रभु येशू ख्रिस्टमा राखेको मेरो भरोसामा स्थिर हुनेछु भन्ने कुरा यहाँ भनेको छ। अझै तपाईले नयाँ नियममा पौलको बारेमा तपाईले हेर्नुभयो भने प्रेरितको पुस्तक 27 अध्याय तपाईले समय पाएको बेलामा पुरै पढ्नुहोस्। त्यो यात्राको बारेमा सुरुवातमा नै पौलले, प्रभुको दासले भन्नुहुँदैछ, चेतावनी दिनुहुँदैछ कि यो यात्रा हाम्रो निम्ति असल होइन, संकट हुनेछ, दुःख हुनेछ, समस्या हुनेछ भनेर भन्दैछ। र पनि उनीहरूले त्यो कुराहरूलाई नसुनेको कारणले त्यही 27 अध्यायको 10 पदमा हेर्नुभयो भने त्यहाँ ठुलो संकट आएको, समस्या आएको हामी देख्न पाउँछौँ। फेरि उहाँले 21 पदमा भन्नुहुँदैछ, ठिकै छ, तपाईँले मेरो कुरा सुन्नु भएन, र पनि प्रभु मेरो साथमा हुनुहुन्छ। तपाईँलाई उत्साह दिन चाहन्छु, प्रभु हाम्रो साथमा हुनुहुन्छ। त्यही भएर हिम्मत गर्नुहोस्। हामीमा यो जहाजको अथवा जति पनि पानी जहाजमा भएको मालहरू सबै नष्ट भए तापनि, हाम्रो जीवनको नोक्सानी भए तापनि, तर हामीमा कोही पनि मर्ने छैन, कोही पनि, कसैको पनि मृत्यु
हुने छैन भन्ने हिम्मत पौलले मात्र होइन उसको साथमा भएको सबैलाई उत्साह दिँदैछ। मेरो प्रिय हो, पौलको एउटा हिम्मत, पौलको एउटा भरोसा परमप्रभुप्रति यति ठुलो थियो। यो भरोसा तपाईँहरूको जीवनमा भएको म चाहन्छु। यो सङ्कष्टको बिचमा परमेश्वरले पौललाई हेरेर प्रेरित 27 अध्याय तपाईँले पुरै पढ्नुभयो भने परमेश्वरले पौलले भन्नुहुँदैछ, तेरो कारणले तेरो साथमा भएको सबैलाई म बचाउनेछु अथवा सुरक्षित ठाउँमा पुर्याउनेछु, कसैको पनि मृत्युको नोक्सानी हुने छैन भनेर प्रभुले भन्नुभएको छ। मेरो प्रिय हो, यो महामारीको बिचमा, यो सङ्कष्टको बिचमा यदि तपाईँले परमप्रभुप्रति राखेको तपाईँको भरोसालाई दृढताको साथमा कतै पनि नफर्किकन, कतै पनि तपाईँले नफर्किकन परमप्रभुमा तपाईँले भरोसा राख्नु भएको छ भने प्रभु भन्नुहुन्छ तपाईँको साथमा हुने तपाईँको परिवार या तपाईँको मण्डली जो पनि होस्, हरेकको जीवनको रक्षा गर्ने परमेश्वर विश्वासयोग्य हुनुहुन्छ। अय्युब जस्तै म मरे तापनि प्रभुको निम्ति म मर्नेछु, अथवा मर्नु अवस्थामा भए तापनि म विश्वासमा अथवा भरोसामा स्थिर हुनेछु। अनि पौलको निम्ति परमेश्वरले एउटा बानी भन्नुहुँदैछ, तिमी अझै जीवित हुनुपर्छ, अझै धेरै आँखीहरूको सामुन्ने गएर मेरो गवाही भन्नुपर्छ भनेर प्रभुले भन्नुभएको छ। यदि तपाईँको आशा, तपाईँको भरोसा स्थिर छ भने प्रभुले अझै तपाईँको जीवनद्वारा, तपाईँद्वारा गर्नुपर्ने कार्यहरू धेरै छ, त्यो पुरा हुनेलाई प्रभुले तपाईँले सहायता गर्नुहुन्छ। यही वचनद्वारा तपाईँले उत्साह दिन चाहन्छु। यो सङ्कष्टको बिचमा, समस्याको बिचमा अनमोल अथवा बहुमूल्य भएको यो जीवनलाई परमेश्वरप्रति भरोसा राख्नुहोस्। जुन भरोसा तपाईँले सुरुवातको समयमा तपाईँले प्रभुप्रति गर्नुभएको थियो, त्यो भरोसामा तपाईँ स्थिर हुनुहोस्। परमेश्वर विश्वासयोग्य परमेश्वर हुनुहुन्छ। आउनुहोस् हामी आँखा बन्द गरेर प्रार्थना गर्नेछौँ। सर्वशक्तिमान परमेश्वर पिता, तपाईँले हाम्रो जीवनमा गर्नुभएको ती भरोसा, जो सुरुवातमा हामी तपाईँप्रति गरेको त्यो भरोसामा अन्तसम्म, मृत्युसम्म स्थिर हुनलाई हामी प्रत्येकले सहायता गर्नुहोस्। पौलको साथमा तपाईँले भन्नुभएको जस्तै प्रभु तपाईँ हाम्रो साथमा हुनुहुन्छ। जस्तो हाम्रो जीवनको जास पल्टिनु खोजे तापनि, हाम्रो जीवनको यात्रामा जति नै सङ्कष्ट आए तापनि, जति नै समस्या आए तापनि, जति नै हुरीपतास आए तापनि, यी सबै कुराहरूको बिचमा हाम्रो जीवनलाई सुरक्षित राख्ने परमेश्वर तपाईँ हुनुहुन्छ। किनभने हाम्रो भरोसा तपाईँ येशूमा छ। अय्युबले पनि आफ्नो जीवनमा भएको सबै कुरा गुमाउनु परे तापनि, आफ्नो जीवनमा भएको सबै कुरा नष्ट भएको बेलामा पनि अन्तसम्म तपाईँमा भरोसा गरेको कारणले उसलाई पूर्ण निर्माण गर्नुभयो। प्रभु धन्यवाद, यी वचनलाई, यी प्रार्थनालाई सुनिरहेको प्रत्येकको जीवनमा नयाँ जीवन, यो सङ्कष्टको बिचमा, यो जीवनको यात्रामा, यो महामारीको बिचमा, सबै कष्ट, समस्या, अभाव गुमाउनु पर्ने प्रत्येक प्रियहरूको बिचमा तपाईँमा भरोसा राख्ने, तपाईँमा आशा राख्ने प्रत्येकलाई अन्तसम्म सुरक्षित जीवित राख्ने परमेश्वर तपाईँ हुनुहुन्छ। किनभने उहाँहरूद्वारा तपाईँको महिमा हुनु काम छ। उहाँहरूद्वारा तपाईँको प्रचार, तपाईँको साक्षी हुनलाई अझै काम बाँकी छ। यी सबै कुरा तपाईँले पुरा गर्नुहोस्। धन्यवाद येशू तपाईँको नाममा, आमेन। गॉड ब्लेस यू। थ्याङ्क यू।